एभ्रिवान वेलकम टु माई फर्स्ट ब्लग इन युट्युब च्यानल। सम्पूर्ण साथीहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। र मेरो फर्स्ट ब्लगमा चाहिँ म फर्स्टचोटि मेरो इन्ट्रोडक्सन दिन्छु। माई नेम इज रजनी बुढाथोकी, घर चाहिँ दार्चुला। र मेरो फर्स्ट ब्लग चाहिँ मेरो छोरीको आज इक्जामको रिजल्ट आइरहेको छ नि त, त्यही भएर म चाहिँ यहीलाई नै फर्स्ट ब्लग बनाउँछु भनेर सोचेर नै बनाइरहेकी छु। म चाहिँ तयार भएको छैन किनभने म मेरो छोरीलाई लिन जाँदैछु। मेरो छोरी बिहानै स्कुल गइसकेको छ। साथीहरू म चाहिँ आइपुगेको छु र यहाँ चाहिँ धेरै भिड छ हो साथीहरू। छोरी चाहिँ देखिरहेको छैन मैले चाहिँ कहाँ बसेको छ भनेर। र सुरु चाहिँ बिहानै भएको थियो साथीहरू, म चाहिँ छोरीलाई लिन आएको। धेरै भिड छ हो साथीहरू। यहाँ चाहिँ धेरै भिड छ हो साथीहरू। मेरो छोरी फाइनली, छोरी र म घरमा आइपुग्यो। मेरो छोरी चाहिँ आज क्लासमा कुन पोजिसनमा आएको बाबा? फर्स्ट। यो फर्स्ट हो? देखाउ त, यो देखाउ त। ओ यो थर्ड होइन? कङ्ग्रेचुलेसन बेबी। थ्याङ्क यू भन न। थ्याङ्क यू। मेरो छोरी थर्ड पोजिसनमा आएको छ। मेरो छोरी अब नर्सरीबाट एलकेजीमा जान्छ होइन? रिजल्ट देखाउने हो? हेर्न त साथी। A plus 0 मेरो छोरीको चाहिँ साथीहरू 1+1+2 ए सरी यो 1+ भनिरहेछ। A+A+ आएको छ मेरो छोरीको सबै सब्जेक्टमा होइन छोरी? ह्याप्पी बेबी, ह्याप्पी। अनि म खाने धेरै राम्रो टपी पनि दियोस्, पाल घरमा लाग्यो। मैले मेरो बेबी र म घर पुगिसकेपछि साथीहरू मेरो पर्सनली धेरै काम थियो होइन। अनि खाना बनाउँछु भन्दाखेरि पनि 12:30 बजिसकेको थियो। अनि भोक पनि धेरै लागिरहेको थियो। अनि पर्सनली काम यति धेरै आयो अचानक होइन। त्यो काम निप्टाएर अहिले भर्खरै मैले काँचो छ त नखाऊ, त्यहाँ राख, पेट दुख्छ, नखाऊ। अनि भर्खरै भात पकाएर बसेको छु, दाल चाहिँ पकाउन बाँकी छ। र मेरो छोरी अहिले चाहिँ थर्ड पोजिसनमा आयो। अब अर्को साल फर्स्ट पोजिसनमा आओस् भनेर सबैजनाले ब्लेसिङ दिनु होला मेरो छोरीलाई। मेरो छोरीले चाहिँ भिडियो बनाउन दिँदैन होइन। हामी चाहिँ खाना खाइसकेर भर्खर आफ्नो कोठामा आइसक्यौँ। हेर्नु न लिपस्टिक, हेर्नु न मम्मालाई पनि लाएर आफूले पनि लाएर। मेरो पिङ्क कलर लिपस्टिक छ, मम्मीको हरा वाला। आजको ब्लग चाहिँ यति नै। बाइ बाइ, टेक केयर, बाइ बाइ।